नमस्कार। आज हामी नेपालीहरूको महान चाड छठ मनाउनको लागि त्रियुगा नदीमा निर्माण भएको घाटको विषयमा कुराकानी गरेका छौँ। त्यहाँ नदीको पूर्व र पश्चिमपट्टि घाट निर्माण भएको छ। नदीको पूर्वपट्टि रहेको घाट मोतीगढा समितिको हो भने पश्चिमपट्टि रहेको घाट गाईघाट समितिको रहेको छ। मोतीगढा समितिले छठ पूजामा सहभागी हुने भक्तजनहरूलाई घाट निःशुल्क उपलब्ध गराएको छन् भने गाईघाट समितिले भक्तजनहरूसँग घाटको लागि प्रति मिटर 600 रुपियाँको दरले रकम उठाएको छ। हामीले यही विषयमा केन्द्रित रहेर दुवै समितिका अध्यक्षज्यूहरूसँग कुराकानी गरेका छौँ। यतापट्टि चाहिँ मिटरको 600 रुपियाँ किन र के कारणले तिर्नुपर्ने भन्ने हिसाबको प्रश्न आएकोले मैले तपाईँलाई सोधेँ क्या। तपाईँलाई नगरपालिकाले जेसिबी दियो होइन? जेसिबी दियो, घाट बनायो, प्लस 1 लाख रुपियाँ पैसा पनि दिएको छ होइन? तथापि तपाईँहरूले त्यो 600 रुपियाँ मिटरले तपाईलाई मुनासिब तपाईको कुरा चाहिँ के त किन उठाउनु भयो? त्यसचोटि मलाई साइडमै खर्च हुन्छ नि। टेन्टवालाले 3.5 लाख रुपियाँमा टेन्ट दिए हुन्छौँ, सेक्युरिटी गार्ड खर्च हुन्छ, तपाईँलाई स्वागत सत्कार मञ्चको कार्यक्रम हुन्छ, अनि तपाईँको सांस्कृतिक कार्यक्रम भयो भने त्यहाँ उपहारहरू दिन्छौँ। त्यो उनीहरूले केही गर्दैनन्। उनीहरूको काम चाहिँ के हो भने भाड्ने काम मात्रै हो। उनीहरू चाहिँ सुन्नु न, यहाँ सर्टकटमा उनीहरूले 10 जनाको घरको पूजा गर्ने हो त्यहाँ। हामी गर्छौँ यहाँ 500 घरको बजारभरिको। अन्त 10 जनाले फ्री गर्दा त म पनि सकिहाल्छु नि। हाम्रोमा पनि आओस्, नसक्नेलाई हामी पनि फ्री गरिदिएको छौँ त। जसको मतलब यदि पैसा तिर्न असम्भव छ अथवा सक्दैनन् भने हामी पनि फ्री गरिदिन्छौँ, केही समस्या छैन। भनेपछि उताको मान्छे यता आएर हामी पैसा तिर्न सक्दैनौँ भने पनि तपाईँहरूले निःशुल्क गरिदिनु मजाले हामी उसले होइन पुरै गाईघाटले नै हामी सक्दैनौँ भने सबलाई फ्री हो। सबलाई फ्री हुन्छ। निवेदन चाहिँ दिनु पर्यो हाम्रोमा। फेरि हामी मौखिक रूपले सबैले फ्री दिएर चाहिँ सकिँदैन, किनकि उतापट्टि खर्च भनेको 50,000 हुन्छ, हाम्रो खर्च भनेको 7 लाख रुपियाँ हुन्छ। हजुर। त्यो 50,000मा उनीहरूले पनि सहयोगहरू, जस्तै उनीहरूलाई पनि नगरपालिकाले पैसा दिएको छ, ओडाले दिएको छ होइन। उनीहरूकोमा उही घाटसाट बनाउने मात्रै हो, अरू केही खर्च छैन उनीहरूको। अब हाम्रो त अगाडिको गेट हेर्दै हुन्छ नि, मेन गेट बनेको। हजुर हजुर। त्यो गेटमै लगभग 1.5 लाख रुपियाँ खर्च छ। गेटमै 1.5 लाख रुपियाँ खर्च छ है। अनि त्यसपछि तपाईँको जेसिबी लगाएर यत्रो खोलालाई हामी जुन बङ्ग्याएको छौँ, त्यो खोला त त्यस्तो थिएन नि त। अब नगरपालिकाले त तपाईँलाई एउटा जेसिबी दिन्छ। अर्को जेसिबी हामीले आफ्नो पैसा खर्च गरेर पनि खटाएको छौँ नि त त्यहाँ। नगरपालिकाले तपाईँले भनाइको लागि कस्तो हो भने घन्टामा भन्नुहुन्छ भने 24 घन्टामा नगरपालिकाले 14 घन्टा दिन्छ डोजर, 10 घन्टा हामी आफ्नो हिसाबले खर्च गर्नुपर्छ। त्यो पनि छ नि त कुरो। भनेपछि नगरपालिकाले तपाईँहरूलाई पर्याप्त भएन? हुँदैन, यहीँ कहाँ सम्भवै हुँदैन। नगरपालिकाले अब नगरपालिकामा तपाईँको जम्मा 2टा डोजर छ, छैट तपाईँको बगामा हुन्छ, देउरीमा हुन्छ, जलजलेमा हुन्छ, अनि सबैतिर कुदाउनु पर्यो डोजर त। अनि अब हामीले त टाइममा काम सक्नुपर्ने हुन्छ। हजुर। त्यही भएर उहाँ गाईघाट समितिका अध्यक्ष हुनुहुन्थ्यो। अब हामी मोतीगढा समितिका अध्यक्षसँग कुराकानी गर्नेछौँ। हजुर। तपाईँहरूले जुन त्यो घाट बनाउनु भएको छ नि, हजुर, त्यो तपाईँहरूको निःशुल्क हो? निःशुल्क हजुर। हाम्रो तपाईँहरू कति घर परिवारले त्यहाँ मनाउनुहुन्छ? घर परिवार भन्दा पनि आउने जतिले लगभग 200-250 जति मिटरमा हामीले बनाउने योजना बनाएको छौँ। हजुर। अब आउने जतिले सबैलाई निःशुल्कै छ। अब उहाँ आफ्नो इच्छाले सहयोग जे गर्छन् त्यसको लागि कुनै करचाप छैन। होइन, मेरो प्रश्न नि, तपाईँहरूले अब त्यहाँ त्यत्रो घाट बनाउनु भएको छ, भोलि टेन्ट राख्नु होला, भोलि कुनै सांस्कृतिक कार्यक्रम गर्नु होला होइन? हजुर हजुर। तिनीहरूलाई आर्थिक चाहिँ कहाँबाट जुटाउनुहुन्छ त? हाम्रो आर्थिक जुन सहयोगदाताहरूले सहयोग गर्छ नि, स्वतः स्फूर्त जसले सहयोग गर्छ त्यही हो, त्यसैबाट हुन्छ। अब नपुगेको खण्डमा हामीहरू कसरी अब समिति बसेर मिलाएर व्यवस्था गरेको छ। त्यहाँनिर चाहिँ मोतीगढा भनेर बुझिँदो रहेछ त्यो घाटलाई। त्यो के मोतीगढाको मात्रै मान्छे आउने हो कि गाईघाटबाट नै आउँछ? गाईघाटबाट पनि आउन पाइयो। पूजा हो, सबैजना पाइन्छ। भनेपछि तपाईँहरूको त्यो स्रोत चाहिँ तपाईँहरू जति सहयोग गर्छन् अरूले गर्छन्? हजुर। नगरेको नपुगेको खण्डमा तपाईँहरू आफै हामीहरू आफै म्यानेजमेन्ट अहिलेसम्म गरिरहेका छौँ। हजुर। अब पोहोर पनि गरेको, घाटा त लागेन त्यस्तो होइन। हजुर।
अब लगभग अब हामीले सबै कलेक्सन गर्दाखेरि यसो मन्दिरको पनि चन्दाहरू उठाउँदा त्यहाँ दानपेटिकाको पनि सबै कलेक्सन गर्दाखेरि 1 लाख जति पैसा उठेको थियो। हजुर। अब लगभग त्यसले मेकअप भयो। ए तपाईँहरूको चाहिँ आज यसपालि चाहिँ के कार्यक्रम राख्ने प्रोग्राम के छ सर? हाम्रो प्रोग्राम अब त्यही हो, अलिकति अब सांस्कृतिक कार्यक्रम हुन्छ अलिकति केही समयसम्म। हजुर। त्यसपछि अब भजन कीर्तनहरू हुन्छ। हजुर। भनेपछि यताको जस्तै तपाईँहरूले पनि सांस्कृतिक कार्यक्रम चाहिँ राख्नुहुन्छ? हजुर। तपाईँहरूको त्यहाँ मोटामोटी भनौँ एक्सपेक्ट गर्नु कति घर चाहिँ हुन्छ तपाईँहरूको त्यहाँ छठ मनाउने भन्नु त? पोहोर साल 150 मिटर थियो, लगभग प्याकै थियो होइन लम्बाइमा। अब 150 मिटरमा चाहिँ तपाईँको चाहिँ 60 घाट थियो। ए 60 घाट। हजुर। अब हाम्रो लगभग 12 किलोको एउटा घाट जति हुन्छ। हजुर। अनि यसपालि चाहिँ अब त्योभन्दा डबल बनाउने प्रयासमा थियौँ। लगभग 220 बनाउने योजनामा छौँ। मान्छे भयो भने त्यति बनाउन सक्छौँ हामी, भएन भने अब किन खर्च गर्ने भन्ने कुरा। ए अहिले 120 चाहिँ अहिले तुरुन्त बनिसकेको छ। भनेपछि जो एभरेजमा तपाईँहरूको त्यहाँ 100 देखि 150 घर चाहिँ घट्दैन? 120 त घाट त अहिले 120 मिटर अहिले तयारीमै छ। त्यो तयारी मात्रै हो कि त्यो प्याक पनि भइसक्यो? प्याक त अब रसिदहरू अब आउँदैछन् काट्दैछन्, अब त्यो अहिले त्यो कन्फर्म भएन। प्याकै भयो जत्तिकै हो। त्यो रसिद चाहिँ के भनेर काट्नुहुन्छ? सहयोग स्वरूप भन्नुहुन्छ कि त्यो घाटको छैन निःशुल्कै छ। को त्यो निःशुल्क घाट कुपन भनेर लेखाएको छ, कति मिटर चाहियो त्यो अनुसारले दिएको छ हामीले।